ओके मल्टिप्लिकेसन मल्टिप्लिकेसनमा चाहिँ यहाँ एउटा क्वेसन छ इफ हरि ओन 4 games and he got 5 copies for each game then how many copies did he get in total अब हरिले चाहिँ 4वटा खेल जितेको छ त्यसमा चाहिँ उसले एउटा खेल जिते बापत 5वटा कपी चाहिँ पुरस्कार पाउँछ भने जम्मा चाहिँ उसले कति कपी पाउँछ भन्दा अब एउटा खेल बापतको 5वटा कपी छ अनि उसले जितेको 4वटा खेल एउटा दुईवटा तिनवटा 4वटा गरेर यो दुईवटा गुणन गर्दाखेरि 20 आएको छ मल्टिप्लिकेसनलाई यसरी देखाउन सकिन्छ ओके अब डिभिजनमा अब 25लाई 5ले चाहिँ भाग गर्नुपर्ने छ यो एउटा ठुलो बक्स छ यो रेक्ट्याङ्गल छ यसको चाहिँ यसले चाहिँ 25 कन्टेन्ट गरेको छ यसको चाहिँ नोटेसन यसले चाहिँ 25लाई जनाउँछ भने अब चाहिँ 5ले भाग गर्नुपर्ने छ भनेपछि अब 5 को युनिट लिएर यसलाई टुक्रा टुक्रा बनाइयो 5 एउटा एउटा 5 दुईवटा 5 तिनवटा 5 चारवटा 5 5वटा 5 भयो भनेपछि कतिवटा 5 आयो 5वटा एउटा 5 ले भाग लाउँदै जाँदाखेरि यसको 5वटा 5 चाहिँ 5वटा आएको छ त्यसैले यसको 25/5 भने 5 भयो अब अर्को फ्र्याक्सन एन्ड रेसियो अब यसमा चाहिँ ल राम हेज अ 50 goat 3/5 of them are hornless how many are horned भनेको अब रामसँग चाहिँ 50वटा बाख्राहरू छ त्यो मध्ये चाहिँ 3/5 भाग बाख्राहरूमा मध्ये बाख्राहरू चाहिँ सिङ नभएको छ मुडुला बाख्राहरू छन् भने अब कतिवटा चाहिँ सिङ भएको छ भन्दाखेरि अब यसरी गर्न सकिन्छ जम्मा 50वटा छ भने एउटा दुईवटा तिनवटा चारवटा 5वटा कोठाली जनाइएको छ एउटा कोठाले चाहिँ 10वटा बाख्रालाई जनाउँछ भनेपछि अब 3/5 चाहिँ हर्नलेस सिङ नभएको चाहिँ कति छ भन्दा 1 2 3 3.30वटा सिङ नभएको छ भनेपछि अब बाँकी दुईवटा यो दुईवटामा चाहिँ सिङ भएको छ भनेपछि यसले 10 कन्टेन्ट गरेर भनेपछि सिङ भएको चाहिँ 20वटा भयो RS 590 is distributed between Samir and Hari in the ratio 3:2. How much does Samir get? अब 590 रुपियाँ चाहिँ समीर र हरिलाई बाँड्न परेको छ तर कसरी बाँड्न परेको छ भने यसलाई चाहिँ समीर र हरिले चाहिँ समीरले 3 भाग र हरिले चाहिँ 2 भाग पाउँछ भनेपछि कति समीरले चाहिँ कति पायो भन्ने छ अब यसमा चाहिँ समीरले पाएको 3 भाग हो हरिले पाएको 2 भाग हो भनेपछि समीरले पाएको यो छाया पारेको भाग जति हो भने स्याडेड पार्ट चाहिँ समीरले पाएको यो खाली खालको चाहिँ प्लेन पार्ट चाहिँ हरिले पाएको हो भनेपछि अब जम्मा उनीहरूसँग 590 रुपियाँ थियो अब यसलाई चाहिँ समीर र हरि बिच बाँडेको छ 3:2 को रेसियोले अब 1 2 3 4 5 यो जम्मै 5वटा भने चाहिँ 590 भयो अब यहाँबाट एउटा निकाल्छौँ अनि त्यसपछि 3ले गुणन गर्छौँ एउटा आएकोलाई त्यसपछि समीरले पाएको निक्लिन्छ ओके अब बेसिक स्टेप अफ द मोडल ड्रइङ मेथड अब यसमा चाहिँ के गर्छ त हामी के हुन्छ त्यस्ता स्टेपहरू पहिला पढ्ने र पहिचान गर्ने त्यहाँका क्वान्टिटीहरू चाहिँ पहिचान गर्ने पहिला पढ्छौँ त्यसपछि बुझ्छौँ त्यहाँ दिएका र निकाल्नुपर्ने क्वान्टिटीहरूलाई चाहिँ पत्ता लगाउँछौँ त्यसपछि मोडल चुज गर्छौँ कुन खालको मोडल चाहिँ एप्रोप्रिएट हुन्छ विभिन्न खालको मोडलहरू मैले अगाडि भनिसकेँ तीमध्येकै अब सुइटेबल मोडल हामी चुज गर्छौँ त्यसपछि बारहरू बनाउँछौँ यो बारहरू चाहिँ रेक्ट्याङ्गलहरूले त्यसलाई जनाउँछौँ त्यसपछि लेबल र क्यालकुलेट गर्छौँ त्यसलाई लेबल गराएर त्यसको चाहिँ क्यालकुलेट गरेर भ्यालु निकाल्छौँ त्यसपछि चाहिँ अब चेक एन्ड भेरिफाई चेक गर्छौँ मिल्यो मिलेन भनेर हेर्छौँ अनि भेरिफाई गर्छौँ ओके एउटा प्रब्लमहरू इन राम्स स्कुल देयर आर 24 स्टुडेन्ट्स 2/3 अफ देम आर बोइज हाउ मेनी स्टुडेन्ट्स आर गर्ल्स भनेपछि सुरुमा के गर्नु पऱ्यो रिड एन्ड आइडेन्टिफाई अब यहाँ चाहिँ क्वान्टिटीहरू पत्ता लगाउनु पऱ्यो रामको क्लास छ त्यहाँ चाहिँ 24जना स्टुडेन्ट छ भनेपछि 24 स्टुडेन्ट भयो अनि त्योमध्ये पनि 2/3 चाहिँ बोइज छ 2/3 चाहिँ बोइज भयो भनेपछि हामीले अब यो दिएका कुराहरू र सोधेको कुराहरू यहाँ पहिचान गर्छौँ त्यसपछि मोडल चुज गर्छौँ अब हामीले चाहिँ यसलाई कुन मोडल लगाउँछौँ भन्दा जस्तो यसमा पनि हाम्रो कम्पेरिजनले पनि चल्छ रेसियो फ्र्याक्सनले पनि चल्छ हामी चाहिँ रेसियो फ्र्याक्सन बढी प्रयोग गर्छौँ यसलाई चाहिँ अब यहाँ चाहिँ 2/3 अफ देम आर बोइज अब बोइज चाहिँ कति छ 2/3 ओके एक्सले जनाइयो जम्मा भनेको 3x भयो जम्मा टोटल भनेको 3 छ हाम्रो भनेपछि 3x अनि 3x बराबर 24 जम्मा चाहिँ 24 हो भनेपछि जम्मा 24लाई जम्मालाई जनाउन चाहिँ यो रेक्ट्याङ्गल बनाइयो भ्यालु चाहिँ हामीले यसलाई 3 भाग लगाइयो किनभने यहाँ 3 छ 2/3 भने अब 3 भाग लगाइयो 1 2 3 भाग 3 भाग लगाउँदाखेरि यसको टोटल भ्यालु भने 24 छ
अनि एक्स भनेको एउटा एक्सको भ्यालु भने 8 आयो। अब 2/3 चाहिँ 22 छ भनेपछि अब यो दुईवटा कोठाको भाग चाहिँ 22 हो। 22 चाहिँ कति भयो भन्दा 2/3 गर्दाखेरि चाहिँ 22 चाहिँ 16 छ अनि गर्ल्स चाहिँ हामीलाई एक्स चाहियो हो भनेपछि अब 1/3 चाहिँ चाहियो। यो दुईवटा चाहिँ 22 ले ओगटिसकेको छ भनेपछि यो एउटा चाहिँ हाम्रो गर्ल्स छ। गर्ल्स चाहिँ कति आयो 8 आयो। अब मिल्यो कि मिलेन भनेर चेक गर्छौँ। अब 24 × 2/3 = 16 एन्ड 24 - 16 = 8 भनेपछि यसरी गर्दा पनि मिल्यो। यसरी चाहिँ यसलाई हामीले भेरिफाई गऱ्यौँ। अब प्रब्लम यो मोडल यो बार मोडल मेथडबाट सोल्युसन गरेको एउटा यहाँ प्रब्लम छ। Box A contains 324 marbles. It contains twice as many marbles as box B. Box B contains 48 fewer marbles than box C. How many marbles are there in the three boxes altogether? भनेको बक्स एमा 324वटा गुच्छा बक्स छ जुन चाहिँ इट कन्टेन्स ट्वाइस एज मेनी मार्बल एज बक्स बीको भन्दा चाहिँ डबल हो। बक्स बीको भन्दा डबल चाहिँ यो बक्स एमा छ। अनि बक्स बी कन्टेन 48 फ्युवर मार्बल देन बक्स सी। बक्स सी भन्दा चाहिँ 48वटा कम मार्बल चाहिँ बक्स बीमा छ। बक्स सीमा भन्दा 48 कम बक्स बीमा अनि बक्स बीको डबल बक्स एमा छ। हाउ मेनी मार्बल्स आर देयर इन द थ्री बक्सेस अल टुगेदर भनेपछि यो तिनटै एबिसी बक्समा चाहिँ जम्मा गरेर कति मार्बल छ भन्ने छ। अब यसलाई सोल्युसन हेरौँ। बक्स ए भयो, बक्स बी भयो, बक्स सी भयो। ओके ल बक्स एमा भनेको 324वटा मार्बल छ जम्मा। अनि बक्स बीमा भनेको ए को आधी छ। एमा दुईवटा रेक्ट्याङ्गल छ भने यसमा ट्याक्कै त्यसको आधी एउटा मात्रै छ। अनि बक्स बीमा चाहिँ बक्स बीमा चाहिँ सीको भन्दा 48वटा कम छ भनेपछि बीको भन्दा 48 चाहिँ बढी सीमा हुनु पऱ्यो। बीको भन्दा 48 बढी सीमा हुनु पऱ्यो किनभने हाम्रो बक्स सीमा चाहिँ बीको भन्दा अथवा बक्स बीमा चाहिँ सीको भन्दा 48 कम छ। सीको भन्दा 48 कम चाहिँ बक्स बीमा भनेपछि 48 चाहिँ बराबर भयो अनि 48 चाहिँ थप्नु पऱ्यो सीको लागि बीमा। अब ओके अब यसबाट चाहिँ हेरौँ। अब हामीलाई के दिएको छ भने 324 चाहिँ बक्स एमा छ भनेपछि अब यसको आधी बक्स बीमा छ। 324 लाई 2 ले भाग गरेर 162 बक्स बीमा चाहिँ 162वटा रहेछ। अब त्यसपछि बक्स बीमा भन्दा चाहिँ 48वटा बढी छ किनभने बी बराबरको यति भयो। त्यसपछि यो 48 थपिनु पऱ्यो सीको लागि। अब सीको लागि चाहिँ सीमा चाहिँ 210वटा रहेछ किनभने 162 मा 48 जोडे 210 भयो। बीको 162 त्यसमा 48 जोडेपछि 210 अनि जम्मा टोटल निकाल्नु पऱ्यो भने अब यो ए को बी को र सी को जोड्यौँ त्यति गर्दा 696 आयो। देयर आर 696 मार्बल्स इन टोटल। अब यसलाई चाहिँ अल्जेब्रिक मेथडहरू पनि हेरौँ। लेट बी बराबर नम्बर अफ मार्बल इन बक्स बी एन्ड सी बराबर नम्बर अफ मार्बल्स इन बक्स सी। वी हेभ गिभन अब हामीलाई के दिएको छ भने बक्स ए कन्टेन्स 324 marbles and box A contains twice as many marbles as box B भनेपछि अब 324 = 2 × B यसलाई हामीले इक्वेसन आयो भनौँ। अल्सो B contains 48 fewer marble than C भनेपछि B = C - 48 भनेको सीमा भन्दा 48वटा कम मार्बल छ। यसलाई इक्वेसन डबल आयो भने सल्भ फर B फ्रम आई। अब आईबाट चाहिँ बीलाई सल्भ गरौँ। यहाँबाट चाहिँ बी निकालौँ। 324 = B B भनेको 324/2 = 162 आयो। अब फेरि फाइन्ड सी फ्रम 2। अब यहाँ 2 बाट चाहिँ सी राखौँ बीको भ्यालु राखौँ 162 162 = C - 48 इम्प्लाइज C = 162 + 48 = 210 अनि टोटल मार्बल्स भनेको चाहिँ अब एमा भएको बीमा भएको सीमा भएको जोड्नु 324 + 162 + 210 कम्प्युटर सम। अब यसको निकाल्दाखेरि चाहिँ जम्मा ओके ल यहाँनिर अलिकति इरर भएछ। यसको निकाल्दाखेरि जम्मा जम्मी यहाँ चाहिँ ए र बीको जोडेर पछि सीको लिएर आएको छ। ए र बीको यो अगाडिको भयो अनि सीको जोडियो। त्यसपछि एन्सर चाहिँ कति आयो 696 आयो। ओके यसरी यो दुईवटा मेथड बिच कम्पेरिजन पनि भयो। अब अर्को एउटा प्रब्लम पनि गरौँ। Debbie and Meena have RS 520 altogether. If Debbie spent 2/5 of her money and Meena spent Ru 40, then they will have the same amount of money left. How much money does Debbie have? जस्तो देवी र मिनासँग गरेर चाहिँ 520 रुपियाँ पैसा छ। देवीले उसँग भएको पैसाको 2/5 भाग खर्च गर्छिन्
अनि मिनाले चाहिँ 40 रुपियाँ खर्च गर्छन्। त्यति गर्दा चाहिँ उनीहरूसँग बचत भएको पैसा चाहिँ उनीहरूसँग बचेको पैसा चाहिँ बराबर छ दुवैसँग भने हाउ मच मनी डज देवी ह्याभ, देवीसँग चाहिँ सुरुमा कति पैसा थियो भनेको छ। अब देवीलाई भएकोलाई देवीमा चाहिँ देवीले चाहिँ 5 गाम 2 गाम नि 5 भाग खर्च गरे भएर यसलाई हामीले सजिलो हुनलाई 5वटा कोठा बनायौँ। 1 2 3 4 5वटा कोठाले जनाइयो। अनि मिनाले चाहिँ 2 गाम नि 5 भाग खर्च गरेका छिन् देवीले भनेपछि यो 2टा कोठाको खर्च गरेकी छिन्। यो 2टा कोठाको चाहिँ देवीले खर्च गरिन्, बचेको भने यो 3टा कोठा बचेको छ। देवीकोमा बचेको भने यो 3टा कोठा छ, किनभने 2 गाम नि 5 भाग उनले खर्च गरिसकेकी छिन्। यो 2टा कोठाको खर्च भइसकेको छ, यो 3टा कोठा बचेको छ। अनि मिनासँग भएको बचेको र देवीसँग बचेको बराबर छ भनेपछि देवीसँग बचेको र मिनासँग बचेको बराबर हो। यो 3टा कोठा देवीसँग भएको बचेको हो भनेपछि मिनासँग पनि यो 3टा कोठा बराबरको बच्न पर्यो। त्यसपछि अनि मिनाले खर्च चाहिँ कति गरेकी छिन् त 40। यो देवीले चाहिँ 2 गाम नि 5 भाग खर्च गरिन्, मिनाले चाहिँ 40 रुपियाँ खर्च गरेकी छिन्। ओके, अनि यो दुईवटा जोड्दाखेरि चाहिँ 520 हो। भनेपछि अब यहाँ चाहिँ के छ त भन्दा एउटा 2टा 3टा कोठा यो भयो, यो तल पनि त्यही बराबरको मान्यो भने 3टा कोठा छ, 3 3 6वटा कोठा भयो। अनि यो 2टा कोठा 6 2 8वटा कोठा प्लस 40 भनेपछि चाहिँ अब नाउ टोटल मनी भनेको चाहिँ 80 युनिट। 80 युनिट भनेको यो 1 2 3 यो 3टा कोठा यो भयो, यो तल पनि 3टै कोठा छ 1 2 3, यो एउटैमा देखे पनि 3टा बराबरको छ, यो माथिको 3टा भोल्युम बराबर तल पनि छ भनेपछि बचत चाहिँ बराबर छ। भनेपछि 3टा माथि देवीसँग 3टा कोठा बराबर बचत छ भनेपछि मिनासँग पनि 3टै कोठा बराबर बचत छ भनेपछि यो 3टा र यो 3टा गरेर 6वटा भयो। अनि यो 7वटा 8वटा यो 80 युनिट प्लस अनि फेरि यो आरएस 40 इक्वल टु 520। अब 80 युनिट इक्वल टु आरएस 480, यो 40 पछाडि आएर घट्यो 520मा 480 भयो। अब 1 युनिट इक्वल टु 8ले 480लाई भाग गऱ्यो 60 आयो। अब देवीसँग भएको त जम्मा 5वटा कोठा हो, 5 युनिट हो होइन, 1 2 3 4 5 भनेपछि 1 युनिटको भ्यालु भने 60 हो भनेपछि 5 युनिटको भ्यालु भनेको 5 इन्टु आरएस 60 इक्वल टु आरएस 300। अब यसलाई अल्जेब्रिक मेथडबाट पनि हेरौँ। लेट डी बराबर देवीज एन्ड एम बराबर मिनाज अमाउन्ट इन आरएस वी आर गिभन डी प्लस एम बराबर 520। यो चाहिँ इक्वेसन आइयो। अनि देवी स्पेन्ड 2/5 अफ हर मनी सो सी हेज लेफ्ट। अब देवीसँग पहिला जति थियो त्यसमा चाहिँ 2 गाम नि 5 घट्यो, देवीसँग जति पैसा थियो पहिला त्यसमा देवीसँग भएको 2 गाम नि 5 घट्यो, 2 गाम नि 5 भाग उनले खर्च गरिसकेको थिए बराबर। अब यो चाहिँ क्यालकुलेट गर्दाखेरि 3/5 डी आयो, यो इक्वेसन डबल आयो। अब मिना स्पेन्ड आरएस 40, अब मिनाले चाहिँ 40 रुपिज चाहिँ खर्च गरेकी छिन्। सो सिआरले उनीसँग बचेको चाहिँ कति छ एम माइनस 40 छ, देवीसँग बचेको 3/5 डी छ, अन्त त्यसो मिनासँग बचेको एम माइनस 40 छ, यसलाई इक्वेसन 3 भन्यो। अनि आफ्टर स्पेन्डिङ दे हेभ द सेम अमाउन्ट। अब बाँकी भएको बचत चाहिँ उनीहरूसँग दुइटैसँग बराबर छ भनेपछि मिनासँग बचेको एम माइनस 40 छ, देवीसँग बचेको 3/5 डी छ यो देवीको। अनि यसलाई चाहिँ गऱ्यो, यो दुइटा चाहिँ अब बराबर हो भनेपछि 3/5 डी इक्वल टु एम माइनस 14। अब यो आईलाई चाहिँ प्रयोग गरौँ, यो इक्वेसन इक्वेसन आईलाई प्रयोग गरेर एम निकालौँ। यहाँ एम भनेको चाहिँ हाम्रो 520 माइनस डी आयो। यो 520 माइनस डी चाहिँ यो एमको भाटामा यो एममा लिएर गएर राखौँ। अब 3/5 डी माइनस इक्वल टु अनि यो एम भनेको 520 माइनस डी 520 माइनस डी माइनस 40को यो 40 नै भयो। अब 3/5 डी इक्वल टु 480, यो घट्यो 40 चाहिँ 520मा घट्यो 480 माइनस डी मल्टिप्लाई बोथ साइड बाई 5 टु द क्लियर। अब यो फ्रेक्सन फाल्न दुवैपट्टि 5ले गुणा गरौँ। अगाडि यतापट्टि भनेको 3D बाँकी रह्यो, अब यतापट्टि चाहिँ यो 480लाई 5ले मल्टिप्लाई गऱ्यो 2400 अनि डीलाई 5ले मल्टिप्लाई गऱ्यो यो माइनस डीलाई 5ले मल्टिप्लाई गऱ्यो -5d अनि 3d प्लस 5d यो अगाडि आयो, माइनस अगाडि आउँदा प्लस भयो। 3d प्लस 5d इक्वल टु 2400, 80 इक्वल टु 2400, d इक्वल टु 2400 डिभाइड बाई 8 इक्वल टु 300। भनेपछि देवी आयो चाहिँ कति रहेछ 300, किनभने हामीले डी भनेको त देवीसँग भएको मनीलाई मानेको छौँ, यसरी चाहिँ देवीसँग भएको रकम आयो। ओके, प्र्याक्टिस क्वेसन फर द मोडल ड्रइङ। अब यसको लागि केही प्र्याक्टिस क्वेसन छ। ए इज 1/4 एज ओल्ड एज बी। ए चाहिँ ए इज 1/4 एज ओल्ड एज बी, बीको 1/4 उमेर छ। अनि जस्तै इन 5 इयर्स 5 वर्षमा चाहिँ ए विल बी 1/3 एज ओल्ड एज बी, बीको चाहिँ 1/3 उमेर बीको उमेरको 1/3 उमेर हुन्छ ए को। हाउ ओल्ड इज ए नाउ, अहिले चाहिँ ए कति वर्षको छ भनेको छ। अब यसलाई मोडल ड्रइङले गर्न मिल्छ।
There are 8 girls in the class. There are three times as many boys uh, as girls in the class. How many boys are there in class? अब चाहिँ एउटा कक्षामा चाहिँ आठजना केटीहरू छन्। त्यहाँ चाहिँ अब गर्ल भन्दा चाहिँ 3 गुणा चाहिँ there are three times as many boys as girl in class. There are 8 girls in the class. क्लासमा 8जना केटीहरू छन्. There are three times as many boys as girls in the class. गर्ल्सको भन्दा 3 गुणा चाहिँ फेरि केटाहरू बोइजहरू छन् भनेपछि बोइज चाहिँ कति छन् भनेको छ। अब अर्को क्वेसन चाहिँ एबिसी एन्ड डी अर्न द सेम अमाउन्ट अफ मनी एभ्री मन्थ। एबिसिडीले बराबर पैसा कमाउँछन्। त्योमध्ये ए स्पेन्ड 3 टाइम्स एज मच एज बी। बी भन्दा 3 गुणा बढी यसले खर्च गर्छ। त्यसपछि डी स्पेन्ड ट्वाइस एज मच एज सी। डीले चाहिँ सीले भन्दा 2 गुणा बढी खर्च गर्छ। बी सेभ्ड ट्वाइस एज मच एज ए। एले भन्दा बीले चाहिँ डबल बचाउँछ। सी सेभ्ड 3 टाइम्स एज मच एज डी। सीले चाहिँ डीले भन्दाखेरि 3 गुणा चाहिँ बढी बचाउँछ भने फाइन्ड द रेसियो अफ बीज सेभिङ्स टु डिज सेभिङ्स। अब बीको सेभिङ र डीको सेभिङ बिचको रेसियो निकाल्न पर्ने छ। यसलाई यो मोडल ड्रइङ मेथडबाट गर्न सकिन्छ। ओके, थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो।